हजुरको बारेमा यसो एकखेर भनिदिनुहोस् न। अब म विकास महर्जन, मेरो घर चाहिँ गाबाल कुचननी भन्छ, पाटनमा पर्छ। अनि मैले यो काम गरेको चाहिँ लगभग 20-25 वर्षभन्दा पनि धेरै भइसक्यो। हजुर। अब यसमा चाहिँ मैले भन्नु पर्दाखेरि मैले चाहिँ यो काम सिकेको भनेको चिज चाहिँ अब आफ्नै मेहनतले गरेको हो। खास गरी अब यताउता सिकाउने ठाउँमा जाँदाखेरि अब पहिला यो ह्यान्डिक्राफ्ट भनेको चिज चाहिँ सिक्न चाहिँ अलिकति गाह्रै हुन्थ्यो। हजुर। तर पनि आफ्नै मेहनतले चाहिँ सिकेको होइन हो। अब आफ्नै मेहनतले चाहिँ गर्दा म यहाँसम्म पुगेँ। अब यिनीहरू यो आर्टहरू यताउता भन्दाखेरि साथीभाइसँग गयो, बस्यो, सिक्दै मैले चाहिँ अनुभव लिँदै भनौँ न यो गरेको चिज। म ललितकला पढ्दाखेरि लगभग 56-57 सालमा हजुर। मैले चाहिँ ललितकला पढ्दाखेरि सिक्दाखेरि गरेको हो। दर्पण हो यो। अनि यो चाहिँ अक्षेश्वर महाविहारमा हाम्रो ट्रेनिङ हुँदाखेरि, ह्यान्डिक्राफ्टको ट्रेनिङ हुँदाखेरि यो बनाएको हो मैले। अनि लास्ट फिनिसिङ चाहिँ मैले गर्नु पाइनँ, साथीले गरिदियो। हजुर। मैले चाहिँ यो इम्पोज गर्ने यताउता चाहिँ सबै मेरो डिजाइनिङ हो। लगभग यो मेरो विचारमा सन् 1960 सालतिर चाहिँ यो फिनिसिङ गरेको मैले। यो आर्टहरू सबै तपाईँकै होइन? कति वर्षदेखि स्टार्ट गर्नुभएको दाजु? मैले मूर्तिको काम गरेको, यस्तो मूर्तिको कामहरू गरेको चाहिँ लगभग यिनीहरू चाहिँ काम गरेको मैले 20 वर्ष जति भयो। यस्तो 20 वर्ष भइसक्यो है? यो मूर्तिको हाम्रो तामाको काम हो यो। हजुर। यो काम गरेको, यिनीहरू काम गरेको चाहिँ लगभग मैले 20 वर्ष जति भइसक्यो। यो भैँसीको हड्डीको हो यो। हजुर। होइन, यो भैँसीको हड्डी हो। यो मेसिनबाट हाम्रो नेवारी आर्ट भन्छ, नेवा क्याम्प भन्छ। यो चाहिँ प्र्याक्टिसको लागि गरेको हो यो। यसमा यो वज्रपानी छ, यो छ, फिनिसिङ भएको छैन यो। यो के को फोटो हो दाजु? यो वज्रपानी भन्छ, ह्याङ्ग्रिफ भन्छ यसलाई। हजुर। क्रोध मूर्ति। अनि यो चाहिँ हामीले चाहिँ यो एउटा चाहिँ यो खेर गएको हड्डी हो यो। हजुर। अनि यसले चाहिँ आर्ट गरेको यो। अब पहिला चाहिँ मार्केट थियो, अहिले कम भयो। यो मैले चाहिँ यो स्टोनको काम गर्दाखेरि यो फर्स्ट टाइम मैले स्टोनको काम गर्दाखेरि सिकेको। हजुर। कति सालमा होला दाजु? 17-18 सालमा भनौँ न। ओके। यो सिकेको। यो चाहिँ हाम्रो चाहिँ यो कोट पिन भन्छ यसलाई। यसो राख्ने चाहिँ कोट पिन बनेको हो यो। हजुर। यो चाहिँ आफूबाट चाहिँ आर्ट गर्नु सिक्नुको लागि बनाएको यो चिज फर्स्ट टाइम। यो चाहिँ यसले चाहिँ विश्व वज्र भन्छ। हजुर। ओके। ढुङ्गाको काम र हड्डीको काममा कुन चाहिँ गाह्रो हुन्छ दाजु? यसमा चाहिँ यो स्टोनको काममा गाह्रो हुन्छ। ढुङ्गाको काममा यो हाम्रो चाहिँ स्टोन हुन्छ, ओरिजिनल स्टोन हुन्छ। हजुर। अब यो हड्डी भनेको चिज त अब प्राइस कम नभने पनि यो र मिटर चाहिँ सस्तो पर्ने भयो। हजुर। यो चाहिँ स्टोन चाहिँ र मिटर महँगो हुन्छ क्या यसो। यो पिम्पू भन्छ, यो झन् महँगो हुन्छ। त्यही कारणले चाहिँ यसको प्राइसमा पनि धेरै डिफ्रेन्स हुन्छ। यो कति लाग्यो तपाईँलाई यो बनाउनलाई समय? यो बनाउँदाखेरि त्यही हो, लगभग 20 दिन 25 दिन लाग्यो। भगवान्, यो पनि के हो दाजु? यो पनि हड्डीकै हो। हड्डीकै है? कस्तो राम्रो रहेछ। यो पनि भैँसीको हड्डीकै हो। यो सानोमा चाहिँ बनाउन गाह्रो हुन्छ होला है? हजुर। यो सानोमा बनाउँदाखेरि तपाईँको चाहिँ लेन्स ल्याएर काम गर्नुपर्ने हुन्छ। हजुर। अनि त्यसमा पनि डिटेल्स चाहियो भने झनै गाह्रो हुन्छ। अब होइन, त्यो नर्मल मात्रै यो फेस मात्रै जस्तो हो भन्यो भने चाहिँ अब चाहन सकिन्छ। तर चाहिँ त्यसरी काम गऱ्यो भने आर्टको कुनै भ्याल्यु रहँदैन कि। सही भन्नु। यो पनि हड्डीकै हो। हड्डीकै हो यो? ओके, बवाल रहेछ त ल। यो लभ बर्ड भन्छ यसलाई। हजुर। अनि यो चाहिँ बाघको चाहिँ फ्यामिली भनौँ न, एउटा सिकार गरिरहेको, सिकार गर्न सिकाइरहेको भयो। अनि यो भयो, यो हाम्रो नेवारी अचारले घ्याचा भन्छ, घाँस भन्छ नि यसलाई। हजुर। तपाईँ आफ्नो कति एजदेखि गर्न सुरु गर्नुभएको? मैले लगभग 17-18 वर्षदेखि चाहिँ मैले यो काम गर्छु। त्यो बेलामा त क्रेजहरू राम्रो थियो होला है? यो बेलामा मैले फर्स्ट टाइम गर्दाखेरि गरेको यो। मलाई त्यो टाइममा यो एउटा काम गरेर 150 रुपियाँ पाउँथेँ। बवाल। त्यही भएर चाहिँ यो मैले बेचेको छैन। यो
तपाईँको चाहिँ यो अष्टमण्डलमा एउटा पर्छ कलश भन्छ। हजुर 8वटा चाहिँ हाम्रो चाहिँ शान्तिको एउटा चिन्ह हुन्छ, अष्टमण्डल भन्छ, धार्मिक चिन्ह भन्छ यसलाई अष्टमण्डल। यसमा चाहिँ यो चाहिँ कलश भन्छ यसलाई। हजुर यो चाहिँ हामीले चाहिँ यो पाटामा उठाएको भन्छ क्या। यो तामाको पाटामा ड्यासिङ निकालेको आफ्नै मास्टरपिस हुन्छ यो निकालेको। अनि यो चाहिँ हाम्रो यो खोला छेउमा पाउने खोलाको ढुङ्गा हो। यो बवाल दामीको ढुङ्गाबाट बन्नुभयो होइन यो हाम्रो खोलामा पाउने नर्मल ढुङ्गा हो। दामी ल यो हड्डीकै हो। यो हड्डी पनि धेरै थरीको हुन्छ। यो बाक्लो पातलो हुन्छ। यो चाहिँ चौरी 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 त्यो तराईमा पाउने चाहिँ त्यो चौरी गाई भन्ने के भन्छ त्यसको चाहिँ हड्डीहरू हुन्छ कि यो आर्टको नाम चाहिँ के हो दाजु के को आर्ट हो यो यसले क्याँ बुट्टा भन्छ। हाम्रो नेवारी भाषाबाट क्याँ बुट्टा भन्छ, घाँसको बुट्टा भन्छ क्या। हाम्रो ट्रेडिसनलमा चाहिँ प्रायः जसोमा चाहिने चिज भनेको यही हो। दामी ल यो चाहिँ मैले फर्स्ट टाइम यो चाहिँ स्टोनमा गर्नुको लागि प्र्याक्टिसको लागि यसमा गरेको हो। ओके बिचको निस्किएको खसेर कुन भगवान्को हो यो लोकेश्वर भन्छ यसलाई। सही हो बवाल दामी भनेपछि तपाईँले त कलेक्सनै गरेर राख्नु भएको रहेछ त हजुर कलेक्सनै भनौँ कि कलेक्सनै भनौँ न यसलाई। अब मलाई मन परेको चिज चाहिँ राखिरहेको हो। ठिक छ ल जस्तै यो पेन्टिङहरू जुन छ यो पनि हजुर आफैले होइन त हजुर यहाँ पनि बवाल रहेछ यो पेन्टिङ नि सही हो अब यसमा पनि सस्तोमा बनाउने महँगोमा बनाउने भन्दा पनि मलाई यो सस्तोमा बनाएर त्यो आर्टको चाहिँ भ्यालु नभएको चाहिँ मलाई काम गर्नु मन नलागेको मात्रै म यसरी बसिरहेको हो। सही सही होइन हजुर अब सस्तोमा बनाउने बजारमा सस्तोमा पाउँछ। अब त्यो हिसाबमा यतिमा पाउँछ एकदम पाउँछ भनेपछि मलाई अलिकति अप्ठ्यारो मनमा चस्स पर्छ क्या। अनि त्यही भएर चाहिँ मैले यो काम चाहिँ अलिकति सबै भनौँ न गरेको जस्तै भयो। अलिकति मेहनतको फल अलिकति राम्रो नपाइया हो कि भन्ने धारणा फलको चाहिँ मेहनतको भ्यालु भएन क्या। हो सही भन्नुभयो पैसामा चाहिँ तुलना गरियो। सही भन्नुभयो यो सबै पहेँलो देखेको त सबै सुन होइन यो यिनीहरू बाइक चाहिँ यो सबै यो यो यिनीहरू सबै चाहिँ गोल हो होइन। यो यिनीहरू सबै गोल हो भनेपछि त यसको मूल्य त राम्रै होला त होइन। अब आफैले अन्दाज गर्नु छ। अब यो चाहिँ मैले चाहिँ अब मलाई चाहिँ यसो यसो भयो भने यो मैले बेच्नु लग्यो भने मलाई चाहिँ आफ्नो चाहिँ आर्टै बेचेज गरेर हुन्छ क्या। यो त एउटा कुनै प्रोडक्ट भन्दा नि यसको त भ्यालु बढ्दै जान्छ नि त के भन्ने अब मन्दी भनौँ न त्यो टाइम भयो गएर मान्छेहरूले चाहिँ अब सस्तै खोज्छन् तर आफ्नो इच्छा हो बेच्ने नबेच्ने भनेको चिज होइन। अब मेरो सामान भनेर मैले चाहिँ आर्ट गरेको भनेर राखेपछि यो नबर्ने भन्ने त चान्सै छैन। हजुर अब तपाईँले चाहिँ कुनै समस्या परेर बेच्नु अलिकति यो भ्यालु चाहिँ कमै छ क्या यसो अलिक कदर भयो कदर भएन क्या। सही भन्नुभयो यो ड्यासबाट निकाले हुन्छ। यो चाहिँ लकेटहरूमा लकेटहरू किरिङहरू हजुर या चाहिँ तपाईँले अब आफ्नो इच्छा अनुसार अब जे पनि बनाउनु मिल्यो यसलाई होइन। अब यो चाहिँ हामी चाहिँ यो बजारमा चाहिँ क्वान्टिटीको हिसाबमा जाने हिसाबमा गरेको हो यो सस्तोमा। अब यसको चाहिँ अब यो स्टोनमा बनायो भने यो केही नभए पनि 25,000 देखि 30,000 पर्न जान्छ यिनीहरू चाहिँ होइन। 15,000 यसो पर्न जान्छ यो र मिटर अनुसार हुन्छ। अब यसलाई चाहिँ हामीले चाहिँ सबैले चाहिँ यो ह्यान्डिक्राफ्ट भनेर चाहिँ चिनाउनु हिसाबले चाहिँ सबैको मान्छेमा चाहिँ होस् भन्ने हिसाबले चाहिँ यो लो क्वालिटीमा होइन कि लो बजेटमा कम प्राइसमा चाहिँ अब सबैकोमा चाहिँ एउटा बाइक चलाउने मान्छेको क्रिङमा घाँटीमा झुटाउनलाई लकेटमा या भित्तामा चाहिँ टास्नलाई या कुनै चाहिँ सानो कुनामा भए पनि राख्न सक्ने हिसाबले यो चाहिँ यो वज्र भन्छ यसलाई। वज्र भनेको हामीले यो ह्यान्डिक्राफ्ट भन्छ शान्तिको प्रतीक भन्छ यसलाई। अब यो भयो आर्ट प्रेमीहरूको लागि सानो बजेटमा हाई क्वालिटीको राम्रो खालको भयो। यो चाहिँ ह्याङ्ग्रेफ भन्छ यसलाई चाहिँ यो कोट मोती भन्छ। अब यो भनेको चिज हाम्रो चाहिँ पहिलाको प्राचीन कालमा चाहिँ हाम्रो चाहिँ यो रक्षकको हिसाबमा लिन्छ। यसलाई चाहिँ हाम्रो चाहिँ घरको चाहिँ या कुनै कोठामा राख्यो भने तर्साउने मान्छेलाई नसर्साउने अब नराम्रो बिगार नगर्ने त्यो हिसाबमा राखिन्छ यो। ओके आर्टहरू चाहिँ हजुरले घरबाटै गर्नुहुन्छ कि कुनै कलेक्सन छ म प्रायः जस्तो मेरो चाहिँ घरबाटै हुन्छ। अब पहिला चाहिँ काम गर्ने मान्छे थियो हजुर अहिले यो हाम्रो ह्यान्डिक्राफ्टको चाहिँ महँगो पर्छ। अब चाइनिजहरूले चाहिँ यताउता मिसिनबाट निकाल्ने मान्छेहरूले नेपालमा पनि निकालिरहेछ
उनीहरूले चाहिँ सस्तो सस्तोमा दिएको भएर चाहिँ अलिकति यो ह्यान्डमेडमा चाहिँ अलिकति ह्याम्पर गरिरहेको छ। अब त्यही कारणले गर्दाखेरि यो हाम्रो ह्यान्डमेड भनेर चिन्ने यो हाम्रो देश होइन नेपालमा चाहिँ ह्यान्डिक्राफ्ट भनेर चिन्ने देशलाई चाहिँ कसरी बचाउने भन्ने चाहिँ सोचमा चाहिँ म योलाई चाहिँ अब आफ्नै हातबाट बनाएर यो पनि अब मेसिनबाट चाहिँ होइन तर चाहिँ यो पनि ड्यासबाट बनाइन्छ निकालेर चाहिँ सस्तोमा दिने खोजिरहेको छु। आर्टहरू चाहिँ खसिँदै गएको कि। यदि हजुरले यदि सरकारलाई केही भन्न चाहनुभयो भने के भन्न चाहनुहुन्छ ल? अब सरकारले भन्दाखेरि अब हामी भन्दा पनि पुर्खौँदेखि चाहिँ नेपालमा चाहिँ मूर्तिकला हाम्रो चाहिँ भगवान् बुद्धको देश भनेर चिनिने यो देश हो। जस्तै कि नेपालबाट बाहिर जाने हजुर मा चाहिँ सबभन्दा चाहिँ बढी पाइन्छ चाहिँ मूर्तिकला हो, यो ह्यान्डक्राफ्टै हो, ह्यान्डिक्राफ्टै हो होइन। अब त्यसलाई चाहिँ कसरी चाहिँ अब जोगाउन सकिन्छ र कसरी चाहिँ हामीले चाहिँ पहिला जस्तै नै आफ्नो चाहिँ अधीनमा बसेर चाहिँ या आफ्नो चाहिँ आर्टलाई कसरी देखाउन सक्ने हुने त्यसमा हिसाबमा चाहिँ चलाउने भयो चाहिँ हाम्रो चाहिँ आर्टको चाहिँ भ्यालु रहन्छ र हाम्रो कलाकारिताहरू र कलाकारहरूको पनि अलिकति यो देशमा चाहिँ मान सम्मान पाओस् भन्ने मात्रै चाहेको र पुस्ताहरूलाई नै हामी सिकाउन चाहन्छौँ होइन ल? अब पछि आएको पुस्ताहरूले पनि यो काम गर्दाखेरि यो हाम्रो चाहिँ देशको चाहिँ पहिलादेखि चलेको ह्यान्डिक्राफ्ट आर्ट हो, यो हामी चाहिँ यसरी जोगाएको पनि अहिले पनि हामी यसको चाहिँ भ्यालु रहेछ भनेर चाहिँ सिक्न चाहनेहरूले चाहिँ सिकाउन पनि चाहन्छु। तर चाहिँ यो कामलाई चाहिँ हामीले चाहिँ यो आफ्नो चाहिँ समस्या तर नसक्ने गरी चाहिँ काम गरेर चाहिँ चलाउनु पर्ने मान्छेले चाहिँ यो विलिन भएर जानु नहोस्। जस यो काम गर्दाखेरि हजुरलाई सहयोग होस्, मन सन्तोष हुनु पर्यो। मन सन्तोष हो एकदमै होइन। एकदम अब काम गऱ्यो पछि आउँदाखेरि त्यही पैसामा अर्किन्छ। त्यही अब सप्लाईहरूमा अलिकति प्रब्लम छ जस्तो है। सप्लाईमा त धेरै प्रब्लम आउँछ। यो चाहिँ हजुरहरू सस्तोमा चाहियो भने हामीले यो चाहिँ सजिलै प्राप्त गर्न सकिन्छ र यदि यसमै महँगो मेटेरियल्समा तामाहरू लगायत पूजा कोठामा राख्नको लागि नि सजिलै पाउन सकिन्छ र म डिटेल्स चाहिँ डिस्क्रिप्सनमा हालिदिन्छु वाट्सएपहरू सबै। यो मैले सिकाएको बनाएर कति वर्षको हुनुभयो बहिनी? अहिले 14 वर्ष भयो। 14 वर्षको उमेरमा यति राम्रो आर्ट गर्ने भनेपछि त्यो धेरै बवाल हो। मुड नभएको बेला बनाउँछ यस्तो। जीवना विकास महर्जन ख जी छन् पाटन निवासी दलिलपुर जिउ छे चाहिँ गाबाल ख जिउ ठो ह्यान्डिक्राफ्ट जाइटो लागि चाहिँ झिसो चाहिँ गेना बचाया हो गे या रहेको छु डेमा ल थो ह्यान्डिक्राफ्ट है चिज सुख आर्ट है सुख रहे झिसो सिकमा ल हो मेपिन्ट सिक चाहिँ झि आकन पिन छ छुन चाहिँ झिट चाहिँ हेल्प या त ढासा या झिट छु चाहिँ सामान डेकमा ढासा झिट सम्पर्क दिस जिउ आकन चाहिँ छु जिया चाहिँ आकन त माउपट्टि सामान त गयो हिसाब माउप छु माउप रहेको छु सम्पर्क सुवा प्याबिस अहिले झिउ ह्यान्डिक्राफ्ट चाहिँ झि नेपाली चाहिँ ह्यान्डिक्राफ्ट हस्तकला रहेको चाहिँ मसीको लागि चाहिँ झिसँग चाहिँ ज्याउ नान्नु हो अकै लागि आकन पुग्छ छुन चाहिँ सुझाव बिउ या छुन चाहिँ ज्या अर्डर बिमासा छिटो सम्पर्क दिन्छ। म पाटन निवासी हो। म ह्यान्डिक्राफ्ट सम्बन्धी चाहिँ काम गर्छु। ह्यान्डिक्राफ्ट भन्दाखेरि म चाहिँ ह्यान्डिक्राफ्टमा मूर्ति तामाको मूर्ति ढुङ्गाको मूर्तिहरू र ढुङ्गाको चाहिँ कुनै सामान बनाउनु परेमा या रेजिनको अनि स्टोनको चाहिँ चाहिएमा सम्पर्क गरे पनि हुन्छ। अब त्यसमा पनि अब तपाईँको इच्छाअनुसारको हामी मेटर्समा बनाइदिन सकिन्छ। अब त्यो चाहिँ हाम्रो चाहिँ स्टोनमा होस् अब जुनै पनि मेटेरियल्समा गरिन सकिन्छ। अब मैले काम चाहिँ धेरै वर्ष भइसक्यो
अब तपाईँको सहयोगबाट चाहिँ हामीले चाहिँ यो ह्यान्डिक्राफ्टलाई बचाउन सकोस् भन्ने मेरो चाहना छ। ह्यान्डिक्राफ्ट भन्दाखेरि हाम्रो चाहिँ आर्टको कलालाई राम्रो र देशलाई चिनाउने हिसाबले चाहिँ काम गर्नु पायो भने चाहिँ धेरै खुसी लाग्छ। अब तपाईँहरूको सहयोग पायो भने चाहिँ हामी केही गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई। धन्यवाद। हस्, धन्यवाद। जय नेपाल। जय नेपाल। जय नेपाल। हस् ल, थ्याङ्क यू दाजु।